बासान मण्डली परिवार जय मसीह। आजको वचन हामी मत्तीको पुस्तक 5 अध्यायको 3 पदबाट सुन्न गइरहेका छौँ। धन्य हुन् आत्मामा दीन हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूको हो। यो वचनले हामीलाई नम्रता र परमेश्वरमा निर्भर रहन सिकाउँछ। आत्मामा दीन हुनु भनेको आफूलाई दरिद्र वा कमजोर ठान्नु कदापि होइन, तर परमेश्वर बिना हामी केही पनि होइनौँ भन्ने स्वीकार गर्नु हो। जब हामी आफ्नो हैसियत र क्षमताको घमण्ड त्यागेर पूर्ण समर्पणताका साथ प्रभुमा भरोसा राख्छौँ, तब उहाँले हामीलाई आफ्नो राज्यको हिस्सा बनाउनुहुन्छ। आज हामीले आफ्नो हृदय जाँच गरौँ। के हामी प्रभुमा पूर्ण भरोसा राखिरहेका छौँ? नम्र बनौँ, प्रार्थनामा लागौँ र परमेश्वरको कृपामा जिउँ, किनकि नम्र हृदयलाई नै परमेश्वरले उचाल्नुहुन्छ। हामी सबैलाई परमेश्वरले आशिष दिनुभएको होस्। आमेन।